जब दुई शिक्षकको अहंकार भिड्छ सजाय पाउँछन् लाखौं विद्यार्थीहरूले। यो कुनै फिल्मको कथा होइन, यो बिहारको सडकमा भइरहेको छ अहिले। दर्शकवृन्द नमस्कार, तपाईं हेर्दै हुनुहुन्छ एक्सप्रेस न्यूज र म प्रेम पारक। सुरु गरौँ आजको यो भिडियो रिपोर्ट। आज हामी कुरा गर्दछौँ बिहारको त्यो विवादको जसले भारतको सोशल मिडियालाई आगोमा बदलेको छ। एकातर्फ छन् खान सर अर्थात् फैजल खान, जसलाई लाखौं विद्यार्थीले आफ्नो नायक मान्छन्। अर्कोतर्फ छन् रोशन आनन्द सर, जो अहिले जेलमा छन् र बिचमा छन् करियरको सपना बोकेका हजारौं युवाहरू जो यो लडाईँको शिकार बनिरहेका छन्। तीन प्रश्न आज सबभन्दा धेरै सोधिँदैछन्। पहिलो, के खान सर पक्राउ पर्छन्? दोस्रो, के रोशन सर रिहा हुन्छन्? र तेस्रो, के खान सरको कोचिङ सिल हुन्छ? यी तीनवटा प्रश्नको जवाब आज हामी खोज्नेछौँ। सुरुवात भयो 2 जुनको राति पटनाको मुसलमपुर हाट, जहाँ बिहारको सबभन्दा ठुलो कोचिङ सेन्टरहरू छन्। त्यहाँ एउटा सामान्य पोस्टर विवाद भयो। सिलेक्सन पायो, यही होडबाजीमा भिडन्त भयो। भिडियो आयो, खान सरको सुरक्षा गार्डलाई कसैले कुट्यो र टाउको पनि फुटाइयो। त्यसपछि खान सरको दाबी गोली चलाइयो अनि अर्को भिडियो आयो जसमा देखियो खान सरकै गार्डले गोली चलाएका थिए। खान सरले भने आत्मरक्षामा त्यो गोली चलाइएको हो। नतिजा भने रोशन आनन्द सर पक्राउ परे। खान सर विरुद्ध एसआईटी गठन भयो। दुवै माथि लाग्यो धारा 307 अर्थात् हत्याको प्रयास। पटनाको सिभिल कोर्टमा आज के भयो? खान सरका वकिलले अन्तरिम जमानत माग गरे। अदालतले फैसला सुरक्षित राख्यो। निर्णय आउँछ अब अर्को मङ्गलबार। अर्कोतर्फ ज्ञान बिन्दुको टोली पनि अदालतको ढोकामा पुगिसकेका छन्। रोशन सरको जमानतमा पनि फैसला सुरक्षित नै छ र सडकमा छन् हजारौं विद्यार्थीहरू। एकातर्फ रोशन सरका मुक्तिको माग, अर्कोतिर खान सरको समर्थनमा नाराबाजी। जिल्ला प्रशासनले 24 घण्टाको समय मागेर विद्यार्थीहरूलाई शान्त त बनायो, तर यो शान्त धेरै दिन टिक्नेवाला छैन। अब कुरा गरौँ कोचिङ सिलको। फायर ब्रिगेडको टोली खान सरको कोचिङ पुग्यो। कमजोरीहरू फेला पर्यो। साँगुरो सिडी, फायर एक्जिट नभएको, इमर्जेन्सी साइन नभएको। तर यहाँ एउटा ठुलो प्रश्न उठ्छ, के यो समस्या खान सरको मात्र हो र? दिल्लीको मुखर्जी नगर होस् वा पटनाको मुसलमपुर, लगभग सबै कोचिङको हालत भने यस्तै छन्। एकचोटि सम्झिनुहोस् त, 2019 मा सुरतको तक्षशिल कोचिङमा आग लागे। मृत्यु हुनेको संख्या 22 जना विद्यार्थी। दिल्लीको ओल्ड राजेन्द्र नगरमा यूपीएससी को विद्यार्थीमा 3 जना डुबेर मरे। राजकोटको टीआरपी गेम जोनमा 27 जनाको ज्यान गयो। हर पटक दुर्घटना भएपछि मात्र सरकारी अड्डाहरू जाग्छन्। आखिर किन? यो विवादको सबभन्दा दुःखद पक्ष भने के हो थाहा छ? यो भिडन्तले एउटा काम गर्यो। काम भने नीट पेपर लिकको मुद्दा पुरै पछाडि धकेलियो। शिक्षा व्यवस्थाको सुधारको माग गायब भयो र सोशल मिडियामा सुरु भयो शिक्षकहरूको जात, शिक्षकहरूको धर्म खोज्ने खेल। खान सरको असली नाम के हो? रोशन सरको जात के हो? साथीहरू, विद्यार्थीहरूले आफ्ना शिक्षकलाई पहिले जात हेरेर रोज्दैनन्, उनीहरू रोज्छन् काबिलियत हेरेर। तर कुनै स्वार्थी नेरेटिभले यो शिक्षकको लडाईँलाई धर्म र जातको लडाईँमा बदल्न खोजिरहेको छ। अन्तमा एउटै कुरा उठिरहेको छ, दुई शिक्षकको अहंकार र व्यावसायिक प्रतिस्पर्धाको मूल्य हजारौं विद्यार्थीको भविष्यले किन तिरिरहेको छ? कोचिङ सिल होस् भनेर खुसी मनाउनेहरू बुझुन्, त्यहाँ केवल इटा र सिमेन्ट मात्र छैनन्, त्यहाँ लाखौं बच्चाहरूको सपनाहरू छन्। अदालतको काम हो, अदालतले गर्छ, कानुनले आफ्नो बाटो लिन्छ। तर हामीले यो सुनिश्चित गर्नुपर्छ, विद्यार्थीको भविष्य कसैको राजनीतिक मोहरा भने होइन। यदि यो भिडियो सत्य बोल्छ भन्ने लाग्यो भने लाइक, शेयर र कमेन्ट अवश्य गर्नुहोला र तपाईँ आफ्नो भनाइ विचार हामीसम्म पुगाउनुहोला। धन्यवाद।